Hi guys, what's up? Welcome to our new daily vlog of the Chala Monson and this is the daily vlog series day 19 अनि हिजोको vlog चाहिँ मैले एडिट गरेको छुइनँ अब चाहिँ एडिट गरेर हाल्छु अब अपलोड चाहिँ भन्दै थिएँ नि म 5:30 बिहानको 8:30 तिर गर्छु भनेर बट टाइम भ्याएन होमवर्कहरू हुन्छ त्यसैले म 7:30 तिर गर्छु बेलुकाको त्यसैले अब त्यही हो हाई गाइज एन्ड अबदेखि चाहिँ मेरो भ्लग चाहिँ हैन बेलुकातिर हाल्छु मतलब 5 बजेतिर मलाई ठिक्क हुन्छ हैन मतलब बिहान मतलब बेलुका म स्लिपिङ साइकल 10 बजे सुत्छु भन्छु 11:30 बजे सुत्छु त्यही भएर मिलेको छैन स्लिपिङ साइकल अलिकति सुत्छु हैन मतलब 3-4 दिन ट्राई गर्छु हाल्ने हैन अनि हेरौँ बट आई विल ट्राई म चाहिँ बेलुकातिर हाल्छु क्या 6:30 7:30 तिर हाल्छु नभए बिहानै हाल्छु कहिले बिहान हाल्छु कहिले 7:30 हाल्छु इफ टाइम पुगेन भने चाहिँ आज टाइम मजाले पुगेन त्यो भ्लगको लागि एन्ड त्यही भएर अनि त्यही भएर एडिटिङ गरेको छैन म एकचोटि ट्राई गर्छु एडिटिङ भयो भने भयो अनि त्यसो अपलोड हानिदिन्छु एन्ड अहिले चाहिँ मामुले चिया दिसेको छ अब चिया खान्छु अनि एकछिन सरले पढ्न दिनुभएको थियो थोरै शब्दहरू थियो यसो पढ्दिउँ होइन पढ्दिउँ पढ्नुपर्छ हाई गाइज व्हाट्सअप अनि म चाहिँ स्कुलबाट आइसकेको छु आज चाहिँ मजै आयो भवाल आज सो अहिले चाहिँ छिटै आएँ म आज पनि छिटै आएँ 93 भएछ मलाई छिटै आउन सो यता अर्को बसमा आएको अहिले चाहिँ 4:10 भइरहेछ एन्ड अघि नै आएको म 3:45 मा म चाहिँ आधी घन्टा मतलब आधी घन्टा नि 20 मिनट चाहिँ म वहाँ थिएँ मलाई चाहिँ हैन बसले चाहिँ वहाँ नहरमा उतारिदिन्छ नहरबाट हिँड्दै यहाँ आउँछु अनि फेरि त्यहाँ हिँड्दै आउँदाखेरि नै 5 मिनट 10 मिनट लाग्छ अनि त्यहाँबाट आएर यहाँनिर एकछिन दोकानमा बस्नु पर्यो चाबी लिएर अन्त चाहिँ आज चाहिँ त्यही लिएर अन्त चाहिँ घर आउँदासम्म टाइम हुन्छ अनि पहिला म 4:30 मा आउँथेँ 3:45 भनेको ठिकै हो अब म यो अब चाहिँ खाजा पकाउन आँटेको म लुगा फेरेर सो आज चाहिँ खाजामा छ हाम्रो करेन्ट अनि सो मम्मीलाई चाहिँ एकछिनपछि करेन्ट लगिदिन्छु मम्मीलाई पनि भन्नुहुन्थ्यो करेन्ट लगाइदियो भनेर अब म चाहिँ करेन्ट बनाउँछु त्यसपछि खाएर पढ्न बस्छु लेट्स गो हाई गाइस मम्मीलाई पनि मैले चाहिँ खाजा बनाइदिइसकेको छु हैन सो अब चाहिँ म लुगा लगाएर अनि सो त्यहाँ पुऱ्याइदिएर अनि ठ्याक्कै पढ्न बस्नु पर्ने छ एन्ड लेट्स गो पढेर म चाहिँ दिएर आउँछु हाई गाइस मैले चाहिँ हैन यो चाहिँ के भन्छ त बदाम सेक लिएर आएको छु मेरो फेभरेट एन्ड मिठो खाना मन त पिरोसँग मिठो मजाको आइसम्म पनि खाना मन त बट यो मिठो लाग्छ क्या मलाई एन्ड आज चाहिँ म होमवर्क सकेपछि त्यसपछि होमवर्क सकाएर म एकचोटि ट्राई गर्छु बदाम सक्दिनँ एन्ड हेर्छु भोलि कस्तो हुँदो रहेछ बदाम सेक एन्ड आइसक्रिम लिएर आउँछु म अनि हेरौँ कस्तो मिठो हुन्छ कि हुँदैन लेट्स गो अहिले चाहिँ म खाएर अनि पढ्न बस्छु एन्ड लेट्स सी द टाइम ल्याप्स अफ डुइङ माई वर्क Sirens wail, buildings quake, villains prevail. Red, blue blur across the sky. Krypton sun, he's on the fly. Faster than bullets, he's here. Stronger than steel, no fear. Eyes ablaze, a beacon bright. Flesh and faith in the night. हाई गाइज व्हाट्सअप अनि म यस्तो बाहिर बसिरहेको थिएँ यहाँनिर पुरै सनसेट भइरहेको थियो सनसेटको भिडियो खिचौँ भनेर बसेको गइसकेको रहेछ अनि म चाहिँ भर्खर पढेर उठेको एन्ड अनि अब चाहिँ म यहाँ मिठो उता खान आँटेको it's
इट इज दही भर्खर जमाएको अनि म बाहिर थिएँ मामले बाहिर ल्याइदिन्छु सो त्यही भइरहेको छ अहिले पनि के बनाउनु यार ब्लग पनि तपाईँहरूलाई बोर भइरहेको होला है के चाहिँ हेर्नु यार यस्तो केही त भएन होइन सो अब भोलि पनि फुल हुन्छ अरे यार हाम्रो 2 दिन छुट्टी भएपछि एक दिन फुल बनाएको छ फ्राइडे पनि हाफ छुट्टी छैन त्यसैले अब चाहिँ भोलि पनि म 3 बजे आउँछु होला 3:45 एन्ड हेरौँ के हुन्छ एन्ड स्याटरडे र सन्डे छुट्टी छ एन्ड सन्डे खै के हुन्छ भनेर करिकुलम एक्टिभिटिज के भन्दै हुन्थ्यो एन्ड इफ पोसिबल देन हामी 3 जुरे पनि घेरेर आउँछौँ भयो भने अनि त्यही हो एन्ड आइ एम ट्राइङ टु मेक दामी भ्लग तर बोरिङ भ्लग गइरहेको होला है तर ठिकै छ एन्ड अहिले केही बनाएको छैन क्या घरमा कोही छैन केही हुँदैन सो त्यस्तै भइरहेछ अनि आज पनि अब चाहिँ म एकछिन बाहिर घुमिरहेको थिएँ कोही पनि थिएन अनि अब चाहिँ म यसो अब एकछिन यत्तिकै बसिरहेको छु अनि जान्छु म पढ्न अहिले बज्यो ठ्याक्कै 7 अघि चाहिँ 6:30 सम्म पढेको थिएँ मैले पढ्न लागेको सो होमवर्क सकाउनु पऱ्यो नि त आज होमवर्क धेरै छ क्या धेरै नै छ धेरै नै छ अनि म चाहिँ अघिदेखि पढि नै रहेको छु मैले भनेको थिएँ 7:30 पढ्छु 7 बजीतिर अब पढ्ने भनेर अहिले 7 बज्यो भनेर अनि 7:20 पढेको अहिले 8:55 भइसक्यो म गर्दैछु म्याथमा केही बुझ्दिनँ अनि सो आइ एम डुइङ फ्रम यिनीहरू त बुझ्छु बट कुन कुराहरू आउँदैन त्यही भएर म च्याट जिपिटी युज गर्छु युज गर्नुपर्ने तर युज गर्नुपर्छ एन्ड आई विल एकचोटि ट्राई गरेँ यो एन्सर आएन यसको एन्सर आएन त्यसैले रफ्कीमा गरेँ चाहिँ यसबाट ट्राई गरेको अनि आएन गाइस एन्ड मैले चाहिँ होमवर्क पनि सकाइसकेँ एन्ड सबै होमवर्क सकियो थोरै बाँकी छ अब बिहान गर्छु म अनि अब भात खाएर सुत्छु होइन निन्द्रा लागिसक्यो झ्याप भइरहेछ सो आजको भ्लग चाहिँ त्यस्तो नराम्रो भए तापनि होइन सबैजनाले चाहिँ मेरो भ्लगलाई चाहिँ हेरिदिनु होला अनि मेरो चाहिँ टिकटक आइडी पनि छ जान सक्नुहुन्छ डिस्क्रिप्सनमा लिङ्क तल छ या म तपाईँलाई यहाँ आइरहेको होला होइन सो क्लिक हानिहाल्नु होला होइन फलो ब्याक पाउनु नै हुन्छ अलि सो एन्ड अनदर थिङ कि मैले के भन्न आँटेको थिएँ भने सो तपाईँहरूले मलाई मन परिरहेछ भने मेरो भ्लगलाई चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिएर होइन बेल आइकन चाहिँ अन गरिदिनु होला कि नोटिफिकेसन हुन्छ मेरो भ्लगको होइन यस भोलि हालिहाल्छु क्या म आई डोन्ट नो टाइम चाहिँ एक्ज्याक्ट भन्दिनँ सक्दिनँ बट मैले चाहिँ ट्राई गरेको एक्ज्याक्ट म 8:15 या 8:15 या 7:15 हाल्छु भनेर बट अहिले एडिट गर्न अन्त मलाई यस्तो निन्द्रा लाग्छ यार तर त्यही पनि आई विल ट्राई माई बेस्ट कि म 7:15 हाल्नु भनेर इफ भयो भने 7:15 हाल्छु नभए 7 to 9 o'clock बिचतिर हाल्छु अनि त्यही हो अनि होप तपाईँहरूलाई मन परेछ भने मेरो भिडियो होइन आजको भ्लग डे 19 मन परेछ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो टेक केयर जय नेपाल